उसले जसलाई साँचो माया गर्दा मैले आफ्नै अस्तित्व बिर्सेँ। पश्चाताप समय गुमाएकोमा होइन, धोका दिने त्यो नाटकको पात्रलाई चिन्न नसकेकोमा छ। महोदय, समय लाग्ला विगतलाई बिर्सन, तर एक दिन एक्लै रमाउन सिक्नेछु। त्यसपछि न त झुटो आशा न कसैको साथ, म एक्लै रमाउन सिक्नेछु। दुई हात जोडी बगाएको आँसुको साक्षी छौ भगवान, मलाई प्रतीक्षाको फल अवश्य दिनु है। पूरा गर्न नसकेको जिम्मेवारी र मनभित्र दबाएर राखेका रहरहरू बाहेक के नै छ र जिन्दगीमा। डुबाउनेहरूको मन त डुबेर राखेको थिए, फेरि जलाउनेहरूको मन राख्न तैरिएँ। सहने बानी परेपछि त आफ्नो जिन्दगीमा आगो लागे पनि खासै फरक नपर्ने रहेछ। मनभरि पीडा बोकेर प्रतीक्षाको घडी पार गर्न पनि कहाँ सजिलो छ र जनाब। तोडिएको सम्बन्ध, बितेको समय, त्यागेको सपना, टाढिएका आफन्त कहिले खास हुँदैन। जिउने आशा नै आमा बुवा मात्र छन्। दुःख भए के छ, सपना पूरा भए के छ, कसैले मन दुखाए के छ, जे छ त्यही छ जहाँ मेरो आमा बुवा छन्। हदभन्दा बढी पीडा भोगेपछि मान्छे मौन बस्छ, न कसैसँग गुनासो गर्छ, न त केही आशा नै। जिउँदो छँदा मात्र होइन, मरेपछि पनि घाटसम्म पुग्न गाडी भाडा चाहिन्छ हजुर। गणितले हिसाब गर्न नसक्ने, विज्ञानले सम्बन्ध छुट्याउन नसक्ने, शब्दले व्याख्या गर्न नसक्ने नाम हो आमा। जिन्दगीको यो लामो यात्रामा आफन्तहरूले त के, अब यो समयले पनि कहिले साथ छोडिदिन्छ थाहा छैन। दुःखले रुमलिएको जीवनमा सुखको दियो बाल्नु छ मलाई। हरेस खाएको त कहाँ छु र, दुई चार पैसा कमाएर धनको घमण्डले बोल्ने आफन्तहरूको मुख टाल्नु छ मलाई। मेरी आमाको लागि भए पनि मैले जित्नु छ भगवान, मलाई एकचोटि सफल गरिदियो है। हरेक कुराको आफ्नै ठाउँमा महत्त्व हुन्छ। त्यही सर्प दैलोमा देखि मारिन्छ अनि मन्दिरमा देखि पूजा गरिन्छ। धेरै भयो त्यो बाटो नहिँडेको, तिमी जस्तै बिराना भयो होलान् ती गल्लीहरू पनि। डर लाग्छ कतै कतै, सपना पूरा नहुँदै जिन्दगी नै सकिने पो हो कि। छोटो जिन्दगीमा समयले धेरै परीक्षाहरू लिएको छ साथी। सबैसँग मित्रता गर, तर कसैको भरोसा नगर। आवाज छ भन्दैमा चर्को बोल्न जरुरी छैन। मौन बस्नेले पनि धेरै युद्ध जितेका छन्। पर्खाइ त्यो रातको छ जुन रात केही नसोची ढुक्कले निदाउन सकौं भगवान। बोझ भएर बस्नुभन्दा एक्लै बस्नु नै ठिक लाग्यो। थाहा छैन सही गरे कि गलत, सबै जिम्मा समयलाई नै छोडिदिएको छु महोदय। म त आफ्नै चप्पलमा अल्झिएर लडेको मान्छे हुँ, त्यसैले सुन आफन्त हो, मेरो लागि घरिघरि जाल थापिरहनु पर्दैन। कसैलाई यति धेरै पनि भाउ नदिनुहोस् कि कुनै दिन उसले तपाईलाई कवाडीको भाउ सम्झियोस्। खै बाटो गलत हो कि मेरो हिँड्ने तरिका नै गलत भयो, गन्तव्यसम्म